Hello everyone, I'm going for buying cake. केक चाहिँ किन भन्दा हामीले चाहिँ बर्थडे बोयलाई सरप्राइज दिनको लागि अनि हामीले चाहिँ सोचेको थियौँ हैन प्लान गरेको थियौँ कि रातिको 12 बजे चाहिँ अब अर्को अब दिन सुरुवात भयो भन्ने तरिकाले चाहिँ वी आर प्लानिङ दैट हामीले चाहिँ सरप्राइज दिन्छौँ 12 बजे भनेर बट अनफर्चुनेटली हाम्रो प्लान चाहिँ क्यान्सल हुन पुग्यो हैन सो हामी चाहिँ फेरि वहाँसम्म पुगेर नि फेरि फर्किन थाल्यौँ घरमा हेलो एभ्रिवान एन्ड वेलकम टु माई ब्लग्स सो आज चाहिँ हामीले दिनेवाला छौँ सरप्राइज सो सरप्राइजको लागि चाहिँ हामी किन्न जाँदैछौँ त्यसको अलि प्रिपरेसन केही पनि भएको छैन होइन अनि बर्थडे वानको लागि चाहिँ हामीले दिनेछौँ बर्थडे गिफ्ट अनि सेलिब्रेसन्स एन्ड समथिङ स्पेसल सो वाच टिल द एन्ड के हुन्छ त्यो हामीलाई पनि थाहा छैन सो इट विल बी सरप्राइजेस फर अस अल्सो एन्ड यु एज वेल सो आई थिङ्क होइन हामी चाहिँ 5 बजीतिर नै जान्छौँ होला किन्नको लागि अनि त्यतिखेर नै हामीले मतलब यो सेलिब्रेसनको लागि के गर्ने हो प्लान गर्छौँ एन्ड देन मनाउँछौँ अनि हजुरहरूलाई देखाउनेछु सो वाच टिल द एन्ड एकदम रमाइलो हुनेछ जस्तो लाग्छ है मलाई चाहिँ लेट्स सी के हुन्छ कि अहिलेको लागि चाहिँ बाई बाई अनि त्यसपछि अहिले भेटौँला फेरि पानी पर्छ हाम्रो पानीमा रुच्दा के गर्ने हो रुच्दैन क्या सो जानको लागि म रेडी भएँ हामी चाहिँ अहिले घर पनि आइसक्यौँ होइन घर चाहिँ अनि अलिअलि क्लिपमा चाहिँ धेरै क्लिप गर्न सकेन किनकि यस्तो धेरै गर्मी थियो अनि प्लस त बेकरी खोज्न पनि यति गाह्रो भइरहेको थियो अब चाहिँ हामी चाहिँ सेलिब्रेट गर्न गइरहेको छौँ सेटअप चाहिँ यस्तो गरेछौँ अहिले चाहिँ कति बज्यो होला ल सी द्याट कति बज्यो 9 बज्यो होला हामी चाहिँ पिङ्क ल्याइदिनु मन लाग्छ कि